अनि अझ चाहिँ हामी ढापड्याममा जाँदैछौँ अनि साथीहरू देख्न सक्नुहुन्छ यतातिर यता धिरन दोष अनि उता डिम्पल दाई अनि सागर दोष हुनुहुन्छ हामी आधा बाटो आइपुग्यो हालत चाहिँ यस्तो देख्न सक्नुहुन्छ मैले भ्लग उता रुमबाट चाहिँ बनाउनु सकिनँ अब यहाँबाट टक्का स्टार्ट हुन्छ सुरुदेखि अन्तिमसम्म हेर्नु होला अनि के कस्तो लाग्छ तपाईँहरूले कमेन्ट गरिदिनु होला होइन यस्तो दामी ठाउँहरू छ होइन बाइक चाहिँ यहाँ छ दुईजना चाहिँ गइसक्नु भयो होइन हामी नि यहाँ हल्का बिसाएर जानुपर्ने हुन्छ होइन गाइस त्यही हो अन्त सेफ्टीको लागि तपाईँलाई लगाइन्छ हामी चाहिँ अब लाग्यो होइन राइटतिर फेरि जाम लाग्यो तर बाटो चाहिँ लास्ट खत्तम भयो रमाइलो बाटो छ देख्न सक्नु होइन बाटो चाहिँ हाम्रो खोला जानुपर्ने हो कि अनि बाटो चाहिँ हाम्रो एकदम यो 84 को चुनाव पछाडि बनिने बाटो हो यो त्यसरी हामीले हेर्दै आएको छौँ कति लगानी लाग्छ के लाग्छ ठाउँ ठाउँमा अघि हामीले यता यो रुखमा टालेको नम्बर पनि हामीले टालेको हो यो होइन यो सोल्डिङहरू पनि हामीले राख्छौँ कति ठाउँ कति भुल मिस्टेक भएको छ त्यसको लागि तपाईँहरूलाई क्षमा प्राप्ति चाहन्छौँ यो पो त के कस्तो भएर उयोको लागि आएको परीक्षणको लागि आउँदैछौँ हामी एकदम आफूले बनाउने कृत्रिमलाई हामी एकदम माया गर्ने मान्छे हो त्यसैले बाइकमा हामीले तेल लाएर आफै खर्च गरेर आउँछौँ नेपाल सरकारले हामीलाई तेल सेल हालिदिएको छैन दुःखको कुरा चाहिँ त्यही हो इलेक्ट्रिक गाडी पनि निकालिदिएको छ तर सरकारले हामीलाई फ्रीमा चार्जर गर्नु दिँदैन त्यसको लागि हामी मनैदेखि दुःख छ यस्तो यस्तो बाटोमा हिँड्नुपर्छ हरेक कुरा जोगाउनु पर्ने हुन्छ सायरेम सायरेम बाटो यस्तो छ यार बाटोको यस्तोको कारणले हामीलाई सरकारले धेरै हेटेको जस्तो लागिरहेको छ यो पनि मान्छे हिँड्ने बाटो हो हामी कुनै हेलिकप्टर लिएर हिँडेको होइन के छ भाइ अरू मन्तव्य केही छ भन्नु न भन्नु अगाडिको मेरो भाइ र भतिजो हो बिचरा उनीहरूले पनि आफ्नो घुँडाको माया गरेर यस्तो बाटोमा कुदाइरहेको छ बाइक पनि 150 को छ सरकारले हामीलाई डुकाटीहरू लन्च गर्न सकेन दिन सकेन यो के भयो त है तर केही छैन रमाइलो यो घारीमा सबलाई हिँड्दाखेरि कति जाडो हुन्छ यो जङ्गलको सब पातहरू झार्नु सरकारले जानेन घाम छिर्न सकेको छैन घामको प्रकाश पनि त्यति राम्रो आएको छैन अरू केही भन्नु छ भने अब धेरै छ कुराहरू सब सरकारलाई दोष न्यू भ्लग योगिन राई कति ठाउँ त हामी आफ्नो बाध्यताले हिँडेको हुन्छौँ हाम्रो रहरले होइन बिचरा अगाडिको भाइहरू दुईटै हेलमेट लाएर हिँडेको छ बाध्यताले गर्दा टाउको जोगाउनु पर्ने हुन्छ बिचरा धेरै समस्या छ
अब मैले चाहिँ डेली भिडियो गरेर हिँड्नुपर्छ यो अब हाम्रो परीक्षणको लागि धेरै कष्ट गर्दै हिँडेको म एउटा यात्रीलाई सरकारले यसरी भिडियो मार्फत खाली हात जाडो हुन्छ भन्ने कुरा नथपाएर मलाई अहिलेसम्म एक जोरो पन्जा पनि हस्तान्तरण गरेको सकेको छैन। यसको लागि म आत्मादेखि नै दुखी छु। भ्याडीको दिउँसै लाइट बाल्नु पर्ने हुन्छ सरकार। सरकार यस्तो खोला यहाँ यो खोलाको माछाले के खान्छ त्यो तपाईँहरूले कहिले बुझ्नु भएको छैन। लिएर चामल छरिदिनु पर्ने हुन्छ। मकैको च्याक्ला कोदो अनि यता हामीले पार्किङ गरेको ठाउँमा बाइकको तार काटेर हाम्रो स्पिडको रेन्ज पनि देखाएको छैन। सरकार के हो, कति सरकारलाई दोष दिनु, के पिओली जाहिर गरेर सर मायाले तर र कि भइजाउँछन् पर मेरो हजुर ओब्रिकादो तिमी जाने ड्यामतिर म हिँडे साकु बजार सारो हाम्रो साथीहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ एक बल्ड्याङ हानिसकेका छन्। साकार दोष के हुन्छ अब ठिक छ होला नि त कहाँ चढाएको त खुलित भइगयो नि। केटाहरू लडेकोबाट केही चोटसोट लागेको छैन। हेर्नु सरकार यस्तो भएको छ यहाँ। धेरै होइन एक बल्ड्याङ मात्रै हो। फुल भयो हजुर स्टोरेज फुल के देखाएको बन्द। विशाल भतिज हो ब्लगर भाइ उता गएर हाम्रो पनि यसो प्रदर्शन गर्नुपर्छ। किनभने मैले सरकारलाई हरेक कुरा माग गरिदिएको छु अहिलेको भिडियो मार्फत। उकालो के हाम्रो साथीहरू चाहिँ यहाँ फोटोसोटो खिच्ने कार्यक्रममा व्यस्त हुनुहुन्छ, सधैँ हुनुहुन्छ। नि एकदम रमाइलो नि। विशाल दाई होइन दाई तपाईँ न विशाल दाई हुनुहुन्छ यहाँ। हिरण दोष, डिम्पल दाई अनि साकार दोष अनि माथि चाहिँ दिल दोष हुनुहुन्छ। ड्याम चाहिँ यस्तो छ गाइस होइन। कस्तो निस्किन्छ फोटाहरू किन हौ। हामी चाहिँ ड्याम स्याममा नि घुमेर नि अब निस्किसक्यो होइन। अब अर्कैतिर जान्छौँ होइन हामी।
हाम्रो बाइकहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ 220 अनि एफजेड भिडियो अनि 150 हामी 6जना आएको यस्तो देख्न सक्नुहुन्छ होइन ड्यामको चाहिँ छ नि सामान त होइन 220 एफजेड अनि 150 ढेङ्गा उफ्रे हाम फालेको क्या उता पर बजाउँदै रहेछ लगाइस होइन हामीले एकदमै रमाइलो गरियो यहाँ बसेर दाइहरूले डान्स सान्स पनि देखाउनु भयो हजुरहरूले अब हामी निस्किन लाग्यो ल गाइस मेरो फोनमा चाहिँ चार्ज नि छैन मेरो फोनमा चाहिँ त्यही भएर सबैजनालाई टाटा बाई बाई नेक्स्ट भिडियोमा फेरि हाम्रो भेट हुनेछ गाइस